एमालेले यो विकास गरो, माओवादीले त्यो विकास गरो, काङ्ग्रेसले यो विकास गरो भनेर अहिले सल बलाइराखेछन्, लेखिराखेछन् झोलेहरू। लाज लाग्दैन? यत्रो 70-72 जनाको ज्यान गएको छ। अब पनि म एमाले हो, म माओवादी हो भन्न त लाज घिन पचेका लबस्ताराहरूले भन्ने हो। जो मान्छेमा अलिकति आफ्नो इज्जतको ख्याल छ नि त्यो मान्छेले भन्दैन एमाले काङ्ग्रेस हुँ म भन्न लायकको देश रह्यो। अब त्यही विकास गरेका थिए, अझै पनि भन्छन् झोलेहरू म यो पार्टी त्यो पार्टी, यो पार्टीले यो विकास गरौ भनेर। मेरो मनले त भन्छ अब एमाले काङ्ग्रेस माओवादीलाई भोट हालिस् भने ठुलो पाप हुन्छ तँलाई। धर्म मान्नेलाई चाहिँ त्यही भन्छ। तपाईँहरूको मनले के भन्छ? धर्म त मान्नुहुन्छ होला। एमाले काङ्ग्रेस माओवादीलाई भोट हाल्नु भयो भने नि जो शहीदहरू छन् नि उहाँहरूको आत्माले र उहाँहरूको आफन्तको आँसुले तपाईँहरूलाई सराप्छ। यो कुरामा ढुक्क हुनुहोस्। अहिले म यो पार्टीको त यो पार्टीको भन्दै फेसबुकमा लेख्ने झोलेहरू, तिमीहरूको आफ्नै दाजुभाइ मरेको भए, तिमीहरूको आफ्नै छोराछोरी मरेको भए नि 7 पुस्तासम्म तिमीहरूले एमाले काङ्ग्रेस माओवादीको नाम लिँदैनथ्यौ।